भन्न चाहन्छु आज म यहाँ मालाको बारेमा के कुरा गर्न चाहन्छु हैन यो मालाको बारेमा चाहिँ अब यो सूत्रहरू किताबमा चाहिँ त्यति आउँदैन किन सूत्रहरूमा चाहिँ प्रायः जस्तो चाहिँ विपसना गर्नुपर्छ भनेर विपसना गर्ने भएको कारणले चाहिँ त्यहाँ धेरै मालाको बारेमा कुरा आउँदैन मालाको बारेमा कुरा चाहिँ कहाँ आउँछ भन्दै तन्त्रको किताबहरूमा धेरै कुरा आउँछ तन्त्रहरू किताबमा आउँदाखेरि चाहिँ म अहिले चाहिँ म माला भन्दाखेरि चाहिँ त्यतिकै मैले सुनेको बुझेको अरूले सुनेको अरूले भनेको बारेमा नभनेकन किताब तथ्य अनुसार म भन्न चाहन्छु यो चाहिँ हाम्रो किताबको नाम चाहिँ के भन्छ युत्तापञ्जीव भन्छ यो युत्तापञ्जीव भनेको तन्त्रको एउटा किताब हो यो तन्त्रको किताब चाहिँ हाम्रो जङ्गलदुरे थायले बनाएको किताब यो विद्रोहको 218 को नम्बरमा चाहिँ बनेको छ त्यो विद्रोह पनि त्यो मालाको बारेमा चाहिँ कुन किताबभित्र कुन तन्त्रभित्र बनेको छ भन्ने कुराहरू पनि यो भित्र प्रष्ट परेको छ अनि म आज यो किताब अनुसारले म तपाईहरुमा चाहिँ भन्न चाहन्छु यो के भन्न चाहन्छु भन्दाखेरि यो किताबभित्र के भनेछ भन्दाखेरि यो माला चाहिँ अब केबाट बनाएको माला चाहिँ हामीले जाप्नुपर्छ भनेर भनेको छ यो मालाको गन्धी कतिवटा दाना हुनुपर्छ हैन जाप्दाखेरि अनि यो माला चाहिँ अब बनाउँदाखेरि चाहिँ धागो चाहिँ कस्तो खालको धागो चेपातो धागोले हुन्छ अथवा स्पेशल धागो चाहिन्छ भन्नेको बारेमा भनेको छ अथवा यो मालाको अब धागो यो दानाहरू अनि यो भित्र ठुलो एउटा राख्छ अनि फेरि यहाँ माथि स्तुपस्ले एउटा राख्छ तिनीहरूले चाहिँ के जनाउँछ भने यो जनाउनेको कुरा गर्छ अनि यो माला चाहिँ अब जप्दाखेरि कस्तो जप्नुपर्छ दायाँ हातले जप्ने कि बायाँ हातले जप्ने कि औँला जस्तो घुमाए पनि हुन्छ त्यस्तो बारेमा जप्ने तरिकाको बारेमा पनि भन्नुभएको छ हैन त्यो भन्नेको बारेमा सबै यो एकदम यो यसको चाहिँ कुरा चाहिँ के हुनुपर्छ भने प्रष्ट हुनुपर्छ यो लजिक हुनुपर्छ एकदमै यसको चाहिँ अब यो किताब चाहिँ अब किताबको अनुसारले भन्नुपर्छ मैले यतिकै भनेको चाहिँ हैन है त्यो भनेर चाहिँ म किताबको यो लुङहरू सबै टिबेटन भाषामा छ हाम्रो बोर्ड भाषामा छ त्यो बोर्ड भाषा भनेर म ट्रान्सलेट नेपालीमा भनेर भनिदिन्छु त्यो भनेको अनुसार चाहिँ तपाईहरु बुझ्नु होला भन्न चाहन्छु अब यो किताब हामी यो अब यो मालाको बारे चाहिँ मेन कुरा चाहिँ तन्त्रमा आउँछ तन्त्रमा चाहिँ हामी के आउँछ भन्दाखेरि चाहिँ तन्त्रमा चाहिँ हामी चाहिँ चारवटा क्रियाहरू हुन्छ चारवटा क्रिया हुन्छ चारवटा क्रिया चाहिँ के हो भन्दाखेरि सन्धि क्रिया हुन्छ वृद्धि क्रिया हुन्छ हैन अभिषेक क्रिया हुन्छ कृति क्रिया अनि सब अब यो क्रियाहरू गर्दाखेरि चाहिँ अनि त्यहाँ अनि जो हामी इष्टदेवहरू आउँछ इष्टदेव हिदाम भन्छ हिदामको लाहरू आउँछ हिदामको लाहरू आउँदाखेरि हिदामको लाहरूको मन्त्र जप्नु पर्ने हुन्छ त्यो मन्त्र जप्दाखेरि चाहिँ अनि मालाहरूको कुरा आउँछ हैन त्यो मालाहरू जप्नु पर्ने हुन्छ अब यो माला जप्दाखेरि चाहिँ अब यहाँ चाहिँ अब सन्धि क्रिया गर्दाखेरि सन्धि जप गर्नुपर्छ सन्धि क्रिया गर्दाखेरि चाहिँ अब माला चाहिँ केबाट बनाएको चाहिँ अब जप्नुपर्छ भन्दाखेरि यहाँ यो अब यो तन्त्रविद्या भनेको छ कुन तन्त्र भन्दाखेरि तन्त्रको नाम चाहिँ सम्झिता भनेको छ सम्झिताको तन्त्रविद्या के बनेको छ भन्दाखेरि चाहिँ सन्धि क्रिया गर्दाखेरि जप के गर्नुपर्छ भने सेलदाङ याची मोदिकदाङ खाम्ने कार्बो लजो सेन शिवेलेलाई खेबर्दो ठेङ्वा हिने छेङ्गे तोस्ने यो तन्त्र हैन सम्झिताको तन्त्रभित्र यो बनेको छ के बनेको छ तपाईले सन्धि जप गर्दाखेरि सन्धि क्रिया गर्दाखेरिको माला चाहिँ केबाट बनाएको हुनुपर्छ रे शीशाबाट बनाएको हुनुपर्छ रे शीशाबाट बनाएको मालाले जप्नुपर्छ अथवा त्यो माछा भित्र पाउने मुदिक छ नि मुदिक हो त्यो मुदिकले बनाएको मालाबाट चाहिँ तपाईले जप गर्नुपर्छ भन्नुहुन्छ सन्धि जप गर्दाखेरि अनि त्यसै गरेर वृद्धि जप गर्दाखेरि केबाट गर्नुपर्छ भन्दाखेरि वृद्धि जपको लागि शेरदाङ उलदाङ सङदाङ पेमा सबै खेबर्दो घेबल लैने ठेवानी भनेछ अब वृद्धि जप गर्दाखेरि चाहिँ अब वृद्धिको त्यो मन्त्र जप गर्दाखेरि तपाईले चाहिँ माला चाहिँ केबाट बनाएको जप्नुपर्छ भन्दाखेरि सुनबाट बनाएको चाँदीबाट बनाएको अनि तामाबाट बनाएको र अनि त्यो कमलको फूलको अनि अब त्यो धानाबाट बनाएको हो त्यस्तो मालाले नि जप्नुपर्छ भन्नुभएको छ वृद्धि जप गर्दाखेरि अनि अब अभिषेक जप गर्दाखेरि चाहिँ माला चाहिँ कस्तो खालको माला बनाएर जप्नुपर्छ भन्दाखेरि घुर्गुम लसो डिसो कि डिने थाम्चे सेबर्तो डुब्जिङ रेलबु जेने वाङला यङसु रब्दु डाक भनेछ अब त्यस्तो अब अभिषेकको जप गर्दाखेरि त्यो हामीसँग जुन माला छ त्यो मालालाई चाहिँ अनि केसर भन्ने घुर्गुम भनेको केसर भन्ने है केसर अथवा चेन्देन त्यस्तै खालको फर्पिमहरू हुन्छ नि एकदम मिठो बास्ना आउनेहरू चाहिँ आफ्नो जुन माला युज गर्छ त्यो मालामा मज्जाले दलेर मज्जाले लगाएर चाहिँ मिठो बास्ना बनाएर चाहिँ अनि त्यस्तो खालको माला चाहिँ अनि हामी केमा अभिषेक क्रिया गर्दाखेरि त्यसको जप गर्दाखेरि चाहिँ गर्नुपर्छ भन्छ हैन अब पहिला मान्छे अब ठुलो पहिला खतरा मान्छेहरु चाहिँ यो अभिषेकको क्रिया गर्दाखेरि जप माला के गर्छ आफूसँग बुद्धिसिद्ध माला छ अथवा त्यो कमलको फूलबाट बनाएको माला छ भने त्यो माला चाहिँ अनि यो केसर अथवा चन्देङको पानी छ नि पानी त्यो केसरहरु पानीमा डुबाएर अस्ति पानीमा डुबाएर त्यो माला चाहिँ एक रात अथवा एक दिन भिजा राख्दिन्छ र त्यो भित्र माला चाहिँ त्यो माला निकाल्दाखेरि भोलि एकदमै राम्रो बास्ना आउने एकदमै कलर पनि एकदमै राम्रो भएर चाहिँ बसेको हुन्छ हैन हो त्यसरी माला मिठो बास्ना आउने बनाएर चाहिँ अनि जप्ने गरिन्छ भन्छ हैन यो
अभिषेक क्रिया गर्दाखेरि हो त्यस्तो माला जप्नुपर्छ भन्नुभएछ। अब यहाँ कोर्दी जप गर्दाखेरि चाहिँ के माला चाहिन्छ भन्दा केबाट बनाएको चाहिन्छ भन्दाखेरि रुरक्ष द लुङदाङ दाङ देसिङ किबु रुङी दाङ ढक्बो लेर जब चा भनेछ। अब तपाईँहरू कोर्दी जप गर्दा कोर्दी क्रिया गर्दा अथवा कोर्दी जप गर्दाखेरि चाहिँ माला केबाट बनाएको चाहिन्छ भन्दा रुद्राक्षले बनाएको होइन, रुद्राक्ष तपाईँसँग थाहा छ नि त, रुद्राक्षबाट बनाएको माला जप्नुपर्छ। अथवा अब हाम्रो पुरुष मान्छेहरू हुन्छ नि, हामी केटा मान्छेहरू मरिसकेपछि त्यो मरेको हड्डीबाट बनाएको चाहिँ मालाले जपेपछि चाहिँ यो कोर्दी जपको लागि एकदमै राम्रो हुन्छ भन्नुभएको छ होइन। यो किन आफ्नो राख्नुभएको छैन, आफ्नो क्रियाको आफ्नो माला राख्दाखेरि चाहिँ आफ्नो सिद्धिहरू हुन्छ, आफ्नो इष्टदेवहरू चाहिँ एकदमै चाँडै अब त्यो ब्लेसिङ पाउने एकदमै चाँडै आउँछ भन्नुभएको छ होइन। त्यो त्यसै कारणले अनि अर्को चाहिँ के हो भने चाहिँ अर्को एउटा माला छ, त्यो माला चाहिँ अब सन्धि जप होइन, सन्धि क्रिया, वृद्धि क्रिया अनि त्यो अभिषेक क्रिया र कोर्दी क्रिया सबैमा चाहिँ अब हामीले प्रयोग गर्न सक्ने, सबैको लागि प्रयोग गर्न सक्ने एउटा माला छ भन्छ। त्यो के हो भन्दाखेरि सिगे वाङदा वन्जुल बोधिचिनी लेगुन्जे भनेको छैन, सन्धि जप, वृद्धि जप, अभिषेक जप, कोर्दी जप सबैमा चाहिँ हामी एउटा मालाले नै गर्न सकिन्छ। त्यो के हो भन्दाखेरि बोधिचित माला हो भनेछ होइन। यो तन्त्रविद्या भनेको मैले त्यतिकै भनेन, यो समृद्धता भन्ने तन्त्रविद्या भनेको छ होइन। बोधिचितको माला चाहिँ छ भने तपाईँले अब सन्धि जप गरिने भयो, वृद्धि जप गरिने भयो, अनि अभिषेक जप गरिने भयो, कोर्दी जप गरिने भयो, सबैमा लाग्छ, यो लागु हुन्छ अरे एउटा मालाले। त्यही भएर चाहिँ सुनबाट बनाएको अथवा के बनायो भने सिसाबाट बनाएको, मान्छेको हड्डीबाट बनाएको रुद्राक्ष बनाउनु चाहिँदैन। यो बोधिचित माला मात्रै भयो भने सबै काम चल्छ। त्यही भएर हामी लामाहरू चाहिँ अब 3 वर्ष कति वर्ष गुफा जाँदाखेरि पनि बोधिचित माला एउटा मात्रै लागेर जान्छ। नत्र भने त हामी गुफाभित्र त इष्टदेव हिदामलाहरू त कति हुन्छ तिनीहरू एउटा अब त्यो 4वटा क्रियाहरू पनि सबै गर्नुपर्ने हुन्छ। अनि माला पनि त्यस्तै तरिकाले लानु पऱ्यो नि त, लाँदैन। हामीले के लान्छ, हामीले मात्र बोधिचित माला मात्रै लान्छ, त्यो सबैको काम गर्छ त्यसले, त्यो है। त्यो भएर अब त्यो भनिसक्यो। अब मालाको त्यो माला चाहिँ केबाट बनाएको माला चाहिँ चाहिन्छ भने त्यो भनिसकेँ है। अब मालाको त्यो मालाको अब त्यो दाना चाहिँ कतिवटा हुनुपर्छ होइन। सन्धि जप गर्दाखेरि कतिवटा दाना राख्नुपर्छ, वृद्धि जप गर्दाखेरि कतिवटा दाना हुनुपर्छ, अनि त्यो अभिषेक जप गर्दा कतिवटा दाना चाहिन्छ भन्दाखेरि यो दाना चाहिँ यो पनि एउटा समृद्धको तन्त्रविद्या के बनेको छ भने ngagi ढुबा ngaju दे वाङला दि छेङे दो होइन, घ्याटा चिग्ने शिवाला दिसिङ गेला लकबाट गे मुन्जो लाने ढुक्जुङी भनेको छ होइन। ngagi ढुबा ngaju दे ngak भनेको चाहिँ सबैमा काम गर्न सक्ने, सबैमा चाहिँ अब काम गर्न सक्ने, सबैमा हुने खालको चाहिँ यो अब बोधिचित माला भयो होइन। सबैको अब सन्धि जप गर्ने, वृद्धि जप गर्ने, अभिषेक जप गर्ने, कोर्दी जप गर्ने, अनि सबैमा जप गर्ने माला चाहिँ तपाईँहरूलाई चाहिन्छ भने चाहिँ दाना चाहिँ कतिवटा हुन्छ, 50वटा मात्रै हुन्छ अरे होइन। 50वटामा दाना बनाउने, अब 10, 20, 30, 40, 50 भन्दै नि त ल, 50वटा मात्रै दाना भएको माला बनाएर जप्नुपर्छ भनेछ सबैमा जप्नको लागि है। यो चाहिँ तन्त्रभित्र भनेको मैले भनेको होइन, फेरि यो बोर्ड भाषामा छ, मैले यो ट्रान्सलेट गरेको छु। ngagi ढुबा ngaju भनेको 50 भनेको है। वाङला दि छिङे दोष, वाङ भनेको चाहिँ अभिषेक हो। अभिषेक चाहिँ आदि होले ठ्याक्कै आदि कुन चाहिँ सबै जप गर्ने माताको ठ्याक्कै आदि हुनुपर्छ भने, आदि भने अघि 50 भनिन् होइन, थम्च्यो भने त्यसको आदि भने चाहिँ 25वटा भयो, 25वटा मात्रै दाना। अभिषेक जप गर्दाखेरि 25वटा मात्रै दाना चाहिन्छ भन्ने भएछ है। घ्याटा चिग्ने शिवाला छ, घ्याटा भने 100वटा, 100वटा चाहिँ के भयो लाग्यो, शिवाला भने शिवा भने चाहिँ सन्धि जप हो। सन्धि जपको लागि माना कतिवटा चाहिन्छ अरे, 100वटा दाना चाहिन्छ अरे, 100वटा दाना भएको है। घ्याटा चिग्ने शिवाला दिसिङ गेला लकबाट गे, त्यस्तै गरेर अनि वृद्धि जपको लागि कति चाहिन्छ, त्यो सन्धि जपभन्दा 100भन्दा बढी 8वटा बढी चाहिन्छ भन्ने छ। 8वटा बढी भने चाहिँ 108वटा चाहियो होइन। वृद्धि जप गर्ने लागि माला दाना कति छ, 108वटा चाहियो। वन्जुल 108वटा चाहियो है वृद्धि जपको लागि। त्यस्तै वन्जुल लाने ढुक्जु, वन्जु भनेको चाहिँ कोर्दी जप आम ढाकबा जप भन्छ होइन। कोर्दी जपको लागि कति चाहिन्छ भनेदेखि ढुक्जु भने चाहिँ 60वटा होइन। कोर्दी जप गर्नेको माला चाहिँ कतिवटा चाहिन्छ अरे, दाना 60वटा चाहिन्छ भन्नुभएको छ हो। त्यस आफ्नो क्रियाको चाहिँ सन्धि जप गर्दाखेरि, वृद्धि जप गर्दाखेरि, अभिषेक जप गर्दाखेरि, कोर्दी जप गर्दाखेरि आदि सबैको जप गर्नेको लागि चाहिँ दाना कति चाहिन्छ भने ठ्याक्कै त्यो तन्त्रले भनेको छ है। अब यो भनिसक्यो, यो भन्यो। अब यो धागो चाहिँ केले बनाएको हुनुपर्छ त। अब यो धागो चाहिँ कस्तो खालको धागो चाहिन्छ भन्दाखेरि त्यस्तै अहिले यो धागो चाहिँ एउटा मात्रै छ, यो धागो होइन, यहाँ एउटा मात्रै छ। यो धागो एउटा मात्रै हुँदैन भन्ने छ तन्त्रले के भन्नुभएको छ भने 9वटा धागो, मसिनो धागो, 9वटा धागो चाहिँ अनि सँग मिसेर बनाएको त्यस्तो धागोमा चाहिँ अनि यो माला उड्नुपर्छ भन्ने भएछ
है। धागो कति हुन्छ भने 9वटा धागो चाहिन्छ अरे। 9वटा धागो बेरेर अनि त्यसको धागोमा चाहिँ उड्नुपर्छ भन्ने तन्त्रविध भनेको छ। अब यो धागो भयो, धागो यस्तो चाहिन्छ, जेबा धागोले हुँदैन है यो। अब यो धागो चाहिँ जेबा हुँदैन, हामी एकदम नर्मल युज गर्ने धागो चाहिँ यस्तो भयो भने हुन्छ होला। अब हाम्रो तन्त्रविद्या चाहिँ मेन चाहिँ के कुरा हुन्छ भने तन्त्रविद्या चाहिँ हामी यहाँ इष्टदेवहरू होइन, इष्टदेवहरू एकदमै लेगे छाके धम्चेके छाके भन्ने आउँछ, एकदमै ठुल्ठुलो कुराहरू आउँछ होइन। 3 वर्ष त्यस्तो मान्छेले दिग्ने नआउने गरेर घुपाहरू पर्छ हो। त्यस्तो मालाहरू चाहिँ बनाउँदाखेरि चाहिँ अनि त्यसको धागो चाहिँ यस्तो चाहिन्छ भन्ने जस्तो लाग्छ मलाई चाहिँ होइन। अब त्यो सबैमा लागु हुन्छ कि हुँदैन त्यो हुँदैन। अब धागो चाहिँ यस्तो भयो। अब ठेङ्वा झुसुल भने चाहिँ ठेङ्वा यो अब यो ठेङ्वा उन्ने मान्छे चाहिँ को चाहिन्छ त? उन्नेको मान्छे चाहिँ चोपाते मान्छेले उनेर हुन्छ, पसलको मान्छे सुकै आफूले बनाए नै हुन्छ। तन्त्रविध त्यसो हुँदैन भनेको छ है। तन्त्रविध कसो चाहिन्छ भने चाहिँ भुमो सिन्युमा जेसिङ हिदो होङवा लोटो चाहिँ केबाताङ माछे बे भुमोसी गो भन्छ। हामी अब नेवारहरूमा छ नि कुमारी भन्छ हो, कुमारी जस्तो केटीले चाहिँ हामी यो बनाउनुपर्छ भन्छ। कस्तो खालको केटी चाहिन्छ भने एकदमै सुन्दरी भएको, एकदमै सुन्दरी, एकदमै अनि सानो होइन उमेर नढल्किएको भर्खरको केटी अनि पुरुषसँग सम्बन्ध नराखेको केटी अनि एकदमै मन सफा भएको एकदमै राम्रो खालको यस्तो खालको केटीले चाहिँ उड्नुपर्छ बनाउनुपर्छ भन्नुभएको छ यो माला चाहिँ है। योहरू सबै चाहिँ मैले अघि नै भनिसकेँ, एकदम स्पेसल खालको आफूले पूजापाठ मन्त्र जप्दाखेरि मात्रै होला जस्तो लाग्छ, साधारणको लागि होइन जस्तो लाग्छ यो मेरो विचारमा। त्यो भयो। अब ढेङ्वा ढाङचुल, अब यो माला जप्दाखेरि चाहिँ कसरी जप्नुपर्छ त? अब यो जप्दाखेरि औँलामा कहाँ राखेर जप्नुपर्छ? दायाँ हातले जप्ने, बायाँ हातले जप्ने। अब यो दायाँ बायाँ चाहिँ खासै बनेको छैन। अब हामी त प्रायः जस्तो बायाँ हातले नै जप्छ होइन। अब कुनैले चाहिँ भन्छ दायाँ हातले जप्नुपर्छ, कुनैले बायाँ, त्यो फरक केही परेन। अब यो जप्दाखेरि चाहिँ अब यो भित्र के भनिन्छ अरे, यो जप्ने तरिका चाहिँ कुन भित्र, यो सम्झिता तन्त्रविद्या छैन। यो चाहिँ कुन भित्र छ भन्दाखेरि धोर्जे खान्डो यो तन्त्रविद्या छ है। धोर्जे खान्डो युलेस धोर्जे खान्डो तन्त्रविद्या के भनेछ भने शिवल अनि झुमर स्याक भने शिव भनेको शान्ति जप, झुमो भनेको यो है, यो हामी झुमो भनेको यसलाई भन्छ यसलाई। अब शान्ति जप गर्दा यसरी जप्नुपर्छ भन्छ यसरी है। शान्ति जप गर्दाखेरि शिवले नै झुमो स्याक घेबा घुङ्मो स्याक भन्छ। घेबा भनेको चाहिँ वृद्धि जप गर्दाखेरि घुङ्मो भनेको चाहिँ यो पिच्चको है, घुङ्मो भनेको पिच्चको जप यसो घुङ्मोलाई स्याक यसो वृद्धि जप गर्दा यसो गर्नुपर्छ है भन्छ है घेबा वृद्धि जप। वाङदु जवा सिन्लाक सुङ, वाङ भनेको चाहिँ अभिषेक जप, अभिषेक भने सिन्लाक भनेको यो है, सिन्लाक भनेको यसलाई भन्छ, यसलाई सिन्लाक भन्छ यस्तो। अब अभिषेक जप गर्दाखेरि यसो जप्नुपर्छ भनेर चाहिँ वाङदु जवा सिन्लाकलाई सुङ भनेछ है। थामालाई ओन्जु, थामा भनेको लास्ट यो लास्ट औँला चाहिँ यो हो नि त होइन। थामालाई ओन्जो भनेको चाहिँ कोर्दी जाप गर्दाखेरि हो यसरी जाप गर्छ है, यसरी गर्छ कुन। अब ले थम्जेबा भने चाहिँ सबैमा जाप, सबैको लागि हुने जाप गर्दाखेरि यहीँ राखिनु हुन्छ यही झुमुलाई साक्ष गरे हुन्छ है। त्यही भएर तपाईँहरू के थाहा हुनु पऱ्यो भनेदेखि मान्छेहरू यो तन्त्र प्र्याक्टिस गर्ने मान्छेहरू तपाईँहरू बुझ्ने मान्छे थाहा हुन्छ। तन्त्र प्र्याक्टिस गर्ने यसरी जपेर त्यो जप्दाखेरि यसले के जप्छ भन्छ अरे, ओ यसले शान्ति जप गर्दैछ भने थाहा हुन्छ यतिकै होइन, शान्ति जप गर्दैछ भनेर। यसो गर्दाखेरि ओ यसले चाहिँ वृद्धि जप गर्दै रहेछ, वृद्धिको क्रिया गरिरहेछ भने थाहा हुन्छ। अब यसो जप्दाखेरि चाहिँ के हुन्छ, ओ यसले चाहिँ अभिषेक जप गर्दै रहेछ है, यसले चाहिँ अभिषेक क्रिया काम गरिरहेछ भने थाहा हुन्छ। अब यसो जपेर चाहिँ मान्छेले यस्तो जपेर हुन्छ, यो जप्दाखेरि के हुन्छ तपाईँले चाहिँ सम्झिनुपर्छ, हो यसले कोर्दी जप गरिरहेछ है, यो चाहिँ कोर्दी क्रिया गरिरहेछ भने थाहा भइहाल्छ। अब हिजो आज यस्तो हामी एकदमै स्पेसल माला जप्दाखेरि देखाउँदैन कसैले, हामी भित्र लुगाएर जप्छौँ यसो, तपाईँलाई थाहा नै हुँदैन होइन। हामी एकदम नर्मल जप्दाखेरि मात्रै बाहिर गएर जप्छ। अब ले थाम्चेबालाई जप्दाखेरि चाहिँ अब यस्तो जप्ने होइन। अब यो जप्ने औँला कहाँ राख्ने थाहा भयो होइन, त्यो भयो। अब यो जप्दाखेरि अब यसले के जनाउँछ, यो माला दानाहरूले के जनाउँछ, यो धागोले के जनाउँछ, यो ठुलोले चाहिँ के भन्छ, हामीले दोजिन भन्छ, दोजिन अब दुजिन भन्छ यो ठुलोले, अनि यसले चाहिँ छोतेन भन्छ, यसले चाहिँ छोतेन होइन, छोतेन। यो चाहिँ मेन चाहिँ यिनीहरू हो, यो छोतेन, यो दोजिन, यो माला। अनि धागोले के जनाउँछ भन्दाखेरि चाहिँ यो भित्र बनेको छ है, यो तन्त्रभित्र बनेको छ, तन्त्र सम्झिँदा नहुँदो तन्त्र सम्झिँदाभित्र के बनेको छ भने यो धागो अघि मैले धागो जे बादे हाल्ने हुँदैन, 9वटा धागो बेरेर चाहिँ उनेको धागोमा चाहिँ उड्नुपर्छ न। अब 9वटा धागोले के जनाउँछ भने चाहिँ 8वटा धागो चाहिँ यहाँ हाम्रो नेवेसे चाहिँ गे भन्छ होइन, नेवेसे चाहिँ गे झन्जु 8वटा बोधिसत्व छ, 8वटा बोधिसत्व जनाउँछ अरे। अनि एउटा चाहिँ के जनाउँछ, सङ्गीत धोर्जे चाङ भनेको चाहिँ बजरधारा जनाउँछ अरे, बजरधारा जनाउँछ भन्छ यो धागो चाहिँ। अनि यिनीहरू माला दानाहरूले के जनाउँछ भने चाहिँ 8 हातहरू जनाउँछ भने डचम्बाहरू छन् भनेछ। डचम्बा भनेको 8 हातहरू होइन, 8 हातहरू जनाउँछ भनेछ। अब यो दोजिन चाहिँ के जनाउँछ भन्दाखेरि हिसे छुगु भने चाहिँ धर्मकाया
धर्मकाया जनाउँछ भने चाहिँ धर्मकाया यो चाहिँ। अनि यो छोडेन चाहिँ के छ होनिकु भन्छ। होनिकु चाहिँ अब नेपालीबाट के भन्छ होला सम्भोग काया त होइन होला है। अब यो जो अब छोडेन चाहिँ होनिकु जनाउँछ भन्ने भएछ है, त्यो नेपालीबाट मलाई आएन। अब यो छोडेन चाहिँ होनिकु जनाउँछ भन्ने भएको छ है। त्यो भएर चाहिँ हामी माला अब नसके अब यो 8 जना धागो चाहिँ अब 8 बोधिसत्व र बजार 12 जना। अनि यो दोजिन चाहिँ हिसी छुगु जना होइन, धर्मकाया जना। यो छोडेन चाहिँ होनिगु जना। अब हामी जप्दाखेरि चाहिँ अब कसरी जप्छ भन्दाखेरि चाहिँ हामी चाहिँ अब हिजो के जप्छ यसरी घुमाउँछ नि, हामी दायाँ कर गरेको मलाई नि यस्तो होला भने जप्छ नि, यसरी होइन। यो तन्त्रविधि के भन्छ है, थेबुङ चक्युर जेने नि लन थम चाहिँ गुबर जा भन्ने थेबोङ भनेको यो है। चक्यु भनेको चाहिँ यस्तो माछा सम्बन्धी चक्यु यस्तो न, यो यसरी हाम्रो आज यसो राख्नुपर्छ अरे, यसरी यस्तो घुमाउने यस्तो घुमाउने होइन कि सिधा तान्नुपर्छ भन्छ है। चक्यु जेने नि लन थम चाहिँ गुबर जा, त्यसो भगवान आफ्नो इष्टदेव अब भगवानहरू चाहिँ तान्नुपर्छ होइन, गुबर जा भन्छ तल प्रसादहरू उनीहरूको चाहिँ ब्लेसिङ सिद्धिहरू चाहिँ तान्नुपर्छ भन्ने यस्तो होइन। अनि तान्ने यहाँ सिद्धिहरू सबै यहाँ पस्यो भने सम्झिनुपर्छ मालामा हो यसरी। अब यसरी जप्दै जाँदाखेरि होइन यसो जप्दै जानुपर्छ, सोमतारे त्यो यसो जप्दै गयो होइन। अब यहाँ पुग्दाखेरि मान्छे कसैले के भन्छ भन्दाखेरि ओ यहाँ पुगिसकेपछि चाहिँ उता नागेर जानु हुँदैन भन्छ अरे होइन, उता नागेर जानु हुँदैन भन्छ अरे। के कारण हो होला मैले सुनेको कारण के हो, कुनै आफ्नै गुरु सम्झेको हुन्छ अरे यो चाहिँ होइन, यो ठुलोले चाहिँ। अनि कुनै चाहिँ आफ्नो इष्टदेव सम्झेको हुन्छ अरे होइन। अब यसो चावेल लामा साल्ता बतायो होइन, हिदमला साल्ता भयो भन्छ नि। त्यो भएको कारणले उता नागेर जानु हुँदैन, अब गुरुलाई नाग्नु हुँदैन, अब इष्टदेवलाई नाग्नु हुँदैन भन्छ अरे। यो अर्थ साँच्चै हो त। यदि तपाईँको गुरुले नागे तपाईँको इष्टदेवलाई नाग्यो भने त तपाईँले यो अर्थ सबैले नाग्दैछ त। यो मुनि त झन् बोधिसत्व 8 बजार 12 हो होइन। यो छोडेन पनि नागेर नाग्दैछ, तपाईँले सबै नाग्दैछु त, नागेर जान्दैछ त। अनि त्यो भएर के यसो खास तपाईँहरू पनि जाने बुझी मान्छे भएर तपाईँहरू के लाग्छ यो नाग्ने हुन्छ कि हुँदैन? यो तन्त्रभित्र जनाएको अनुसार यो सबै आराधहरू हो अरे। यो धागो अझै 8 बोधिसत्व र बजार 12 हो अरे। यिनीहरू त नाग्दैछ त, तपाईँ नागेछ त यसो नागेछ। तर यहाँ पुग्दाखेरि आफ्नो गुरु र इष्टदेव चाहिँ नाग्नु हुँदैन भनेर यस्तो त मिल्दैन नि। यो नाग्ने ननाग्ने कुरा हुँदैन। तपाईँले यस्तो गर्दाखेरि नै तपाईँको इष्टमित्रहरू सबै यस्तो तानिसक्यो। तपाईँले यहाँ चक्युतार जेने गुग्ने फ्लान थाम चाहिँ गुबर जा भन्दा आफ्नो इष्टदेव सबै यहाँभित्र तानिसक्यो। यहाँ तानेको सम्झिनुपर्छ, यहाँ पसेको प्रसाद पसेको सम्झिनुपर्छ यो मालाभित्र। त्यही भएर यो माला चाहिँ एकदमै शक्तिशाली पावरफुल भएर झिल्लाप चाहिँ हुन्छ भन्ने कारण यो तपाईँको इष्टदेव तपाईँको भगवानको सिद्धिहरू सबै यहाँ पसेको सम्झिनुपर्छ। त्यो सम्झेर पो यो माला चाहिँ एकदम झेल्लापसम्म कसैले नदेखाइकन घाँटीमा लगाउने अथवा भित्र लुगाएर लाग्ने कारण यो त हो नि। तपाईँको इष्टदेवहरू तपाईँको गुरु हो सिद्धिहरू सबै यहाँ पसेको छ भनेर हो नि। त्यही भएर यो नाग्ने हुन्छ कि हुँदैन भन्ने कुरामा चाहिँ धेरै मान्छे कन्फ्युज हुनसक्छ होइन। यो कुरा भएको कारणले मैले भन्दै गयो। अब नाग्ने हुन्छ कि हुँदैन तपाईँ आफू सम्झिनु। यिनीहरू सबै आराध हो रे। तपाईँ यस्तो गर्दाखेरि त नागेको छ त। यो मुनि भित्र धागो त के हो होइन, नेबेसे चाहिँ के भन्दाखेरि 8 बोधिसत्व र बजार 12 हो होइन, धुर्चेछाङ हो। तिनीहरू नागेछ त, तिनीहरू चाहिँ नाग्दा त पाप लाग्दैन त, यसरी हुँदैन। यो त्यो चाहिँ मेरो विचारमा चाहिँ यो फरक पर्दैन। यो यहाँ पुग्दाखेरि सिधै जप्दै जाने, यस्तो फर्किनु पर्छ, झन्झट कुरो गर्नु हुँदैन। यहाँबाट हामी जप्दै गयो सिधै जप्दै जाने है। यसरी जाँदाखेरि तपाईँले यसो भन्दा तपाईँले यसो फर्कियो भने बाटो काटे यसो हुन्छ नि, आधी पुगेर छोडिदिए यसो हुन्छ होइन। झन् उल्टो त्यो सोच आउँछ। आफ्नो गुरु भेट्यो फर्किदियो छोडिदियो अर्को, त्यो कन्टिन्यू जानु पऱ्यो है। यो चाहिँ म मालाको बारेमा यदि भन्यो। यो चाहिँ अब किन भन्यो भने धेरै मान्छेले यो माला चाहिँ प्रयोग गर्छ तर धेरै कुरा थाहा नहुनुहुन्छ। त्यही भएर कुनै मान्छेले यस्तो भन्छ कुनैले यस्तो भन्छ भनेर चाहिँ तपाईँहरू थाहा नभएको कारण चाहिँ अनि यस्तो के हो कि के नहुन्छ। त्यही भएर मैले किताब तन्त्र भन्ने किताब किन देखायो भने चाहिँ किताबभित्र जे छ त्यो कुरा मैले भन्ने राखिदिएको छु। त्यसै गरेर तपाईँ यो भन्ने विश्वास लाग्दैन भने चाहिँ यो युताको निभा भन्छ झङ्गलदोरो थाहाले जे सिकाएको यो भित्रको भनेको पनि योबाट आएको होइन। आएको कुरा चाहिँ के भित्र छ भन्दाखेरि म धेरै 3-4 तन्त्रको नाम भनिदिन्छु। तपाईँ किताब चाहिँ तपाईँको गुरु छ भने त्यो गुरुहरूलाई भनेर त्यो तन्त्रहरू खाचोरको युद्धे भन्छ होइन, खाचोरको तन्त्रभित्र पनि छ। अनि समृद्ध घुदे समृद्ध भन्छ, समृद्धभित्र छ। त्यही कारण सङ्गद्वीप चकी भन्ने त्यो तन्त्रभित्र नै छ। अघि यहाँ अर्को किताब ध्वजेखाण्डो घुदे नाम यो ध्वजेखाण्डोको तन्त्रभित्र पनि छ। अब धेरै तन्त्रभित्र यो मालाको बारेमा धेरै बनेको छ। तपाईँहरू अझै पनि राम्रो बुझ्न चाहन्छ भने यो तन्त्रहरू किताबहरू खोजी पढ्नुहोस्, तपाईँहरू धेरै क्लियर हुनुहुन्छ भन्ने सक्छु।